परमान कस्तो हुन्छ भनेर गगन थापाले एकपल्ट यो हेरुन् देखुन्। यो तिम्रै ससुराले जग्गा हिनामिना गरेको, जग्गा कब्जा गरेको परमान हो गगन थापाजी। तपाईले परमान देखाउँदै गर्दा कागजका खोस्टा मात्रै नदेखाउनुस्, यस्ता खालका परमान पनि देखाउनुस्। कागजका खोस्टा देखाएर यी परमान भनेर भन्नुभन्दा पहिले यस्ता खालका परमान लगेर देखायो भने गगन थापा जस्तो देखिन्छ, होइन भने त त्यही बाख्रा जस्तो मात्रै देखिने हो। त्यसैले यो परमान लगेर उता बुझाए हुन्छ, कहाँ बुझाउनु पर्ने हो? सम्बन्धित निकायमा यो परमान आइसक्यो, तिम्रै ससुराले जग्गा हिनामिना गरेको। त्यही भएर गगन थापाले परमान भनेर कागजका खोस्टा मात्रै होइन, यस्ता खालका विशेष प्रकारका परमान पनि देखाउनु पर्यो। नेपाली कांग्रेसका सांसद केदार नरसिंह केसीले मैले सरकारी जग्गा त्यो 62 र 63 नम्बर मध्ये 62 या 63 जुनसुकै भयो भने मैले हडपेको रहेछु भने मैले त्यहाँ किनेको जग्गा समेत छोडेर जान तयार छु भनिसकेका छन्। र यो 62 नम्बर किता त केदार नरसिंह केसीकै नाममा छ भनेर त्यहाँ मालपोत कार्यालयले भनेको छैन। यहाँनिर हेर्नुहोस् त यो। अनि हो यो प्रमाण देखिसकेपछि 62 र 63 नम्बर सरकारी जग्गा हो, त्यो मध्ये 62 नम्बर केदार नरसिंह केसीको नाममा गइसक्यो र 63 नम्बर चाहिँ सरकारी नै हो भनेर अहिले यो कागजले प्रमाणित गरिसक्यो भनेपछि केदार नरसिंह केसीलाई अब कारबाही गर्ने कि नगर्ने र उनले भने अनुसार उनले त्यहाँ किनेको जग्गा पनि उनलाई छोड्न लगाउने कि नलगाउने त आफै भन्नु होला त, कमेन्ट गर्नुस् त एकपल्ट। हजुर दङ्ग परेर हेर्दै हुनुहुन्छ हैन यहाँ के बन्दैछ भनेर? हो, पक्कै पनि हाम्रो नेपाली गहना होलसेल फ्याक्ट्रीमा चाँदीको सामान बन्दै गरेको हेर्दै हुनुहुन्छ। उहाँहरू विगत 14-15 वर्षदेखि यसरी नै आफूले मेहनत गरेर चाँदीका विभिन्न सामान गरगहनाहरू धेरै ग्राहक महानुभावहरूलाई दिँदै आउनु भएको छ, त्यो पनि अति सस्तो ज्याला जर्तीमा। सामान पनि अति उत्कृष्ट फिनिसिङमा र चाँदीमा पनि 100% ग्यारेन्टी सहित। हजुर यहाँ चाँदीको सामान बनाउनलाई कतै हजुर पनि छुट्नु भएको त छैन? त्यसो हो भने हजुरले पनि फ्याक्ट्रीबाटै होलसेल मूल्यमै पाउनु हुनेछ। हजुरले भने जस्तै सस्तो पनि राम्रो पनि, चाँदीमा पनि 100% ग्यारेन्टी। त्यसैले अन्य ठाउँमा धेरै ज्याला जर्ती तिरेर किन्दै हुनुहुन्छ भने अब ढुक्क हुनुहोस्, यहाँहरू सामु हाम्रो नेपाली गहना होलसेल फ्याक्ट्री आइसकेको छ। हजुरले फेसबुक, टिकटक, इन्स्टाग्राम वा फेसबुक पेजमा फोटो भिडियो हेरेर अनलाइनबाट अर्डर गर्न पनि सक्नुहुनेछ। देश तथा विदेश सबैतिर डेलिभरीको व्यवस्था पनि छ है। पुरा जानकारीको लागि तल दिएको नम्बरमा फोन गरेर बुझ्न सक्नुहुनेछ। हाम्रो नेपाली गहना होलसेल फ्याक्ट्री असन बाङ्गेमुडा काठमाडौँ। हाम्रो नेपाली गहना होलसेल फ्याक्ट्री। के हजुर चाँदीको सामान बनाउने सोच गर्दै हुनुहुन्छ? अब ढुक्क हुनुहोस्, अन्य ठाउँ भन्दा अति सस्तो ज्याला जर्तीमा हामी फ्याक्ट्रीबाटै हजुरलाई पनि हरेक चाँदीका सामानहरू 100% ग्यारेन्टी सहित होलसेल मूल्यमै उपलब्ध गराउँछौं।